नमस्ते साथीहरू, द एकता शोमा यहाँहरूलाई स्वागत छ। म उमेश कनाल। आजको द एकता शोमा हामी आफ्नो सकारात्मक काम मार्फत समाजमा प्रभाव पारिरहनुको व्यक्तिहरूसँग कुरा गर्दैछौँ। आजको यस पोडकास्टमा हामी पैदल यात्रीमुखी सडक, साइकल लेन र व्यवस्थित सार्वजनिक यातायातको विषयमा खुलेर बहस गर्नेछौँ। आजको यस कुराकानीमा हामीसँग हुनुहुन्छ लामो समयदेखि यातायात क्षेत्रमा आफूलाई स्थापित गर्न सफल यातायात विज्ञ आशिष गजुरेल। सर, यहाँलाई स्वागत छ यस पोडकास्टमा। हस्, धन्यवाद। नमस्कार सबैजनालाई। के छ सर, हाम्रो सहरको सार्वजनिक यातायातको अहिलेको अवस्था कस्तो छ? पहिला त्यसको उत्तर दिनुभन्दा अगाडि तपाईँले पछिल्लो समय काठमाडौँमा सार्वजनिक यातायात कहिले प्रयोग गर्नुभएको थियो? मलाई साँच्चीकै आफैलाई चाहिँ याद छैन सर, मैले कहिले चाहिँ प्रयोग गरेँ। धेरै समय भइसक्यो सर। ले हेर्नुहोस्, हामी गरिब देश भन्छौँ नेपाल। यहीँको नागरिकलाई मैले सोद्धाखेरि सार्वजनिक यातायात प्रयोग गरेको छैन भन्नुभएको छ। भनेपछि हामी कस्तो देशमा चाहिँ बसिरहेका छौँ? अब यही प्रश्न चाहिँ तपाईँले विकसित देशमा सोध्ने हो भनेदेखि, जस्तै अब जर्मनी भन्नुहोस्, नेदरल्यान्ड भन्नुहोस्, दुबई नै भन्नुहोस्, त्यहाँको नागरिकले एकदमै फ्रिक्वेन्टली सार्वजनिक यातायात चाहिँ प्रयोग गरिरहनु भएको हुन्छ। अब कतिजनाले त उहाँहरूको यातायातको माध्यमै सार्वजनिक यातायात हुन्छ भनेपछि त्यहाँबाट सुरु हुन्छ। अनि तपाईँले सार्वजनिक यातायात प्रयोग नगर्नुको कारण चाहिँ के हो त? अब म आफै चाहिँ दुई पाङ्ग्रे सवारी साधन प्रयोग गर्छु। त्यसैले गर्दा पनि फेरि अर्को चाहिँ कस्तो लाग्छ भने अलिक धेरै लामो समय गन्तव्य पुग्न अलिक लामो समय लाग्छ सार्वजनिक यातायातमा। त्यसले गर्दाखेरि म छिटो खरिदको लागि चाहिँ हिँड्नै परे पनि बरु अरू चाहिँ राइड सेयरिङ एपहरू युज गर्छु। यसको मतलब सार्वजनिक यातायात विश्वसनीय छैन, मेरो लागि रिलायबल भइरहेको छैन। तपाईँलाई समयमा म गन्तव्यमा पुग्छु भन्ने तपाईँले परिकल्पना गर्नु भएको छैन, त्यही भएर तपाईँ सार्वजनिक यातायात प्रयोग गर्नुहुन्न। हजुर। साइकल चढ्नु भएको छ? धेरै भएन चढेको। अनि पैदल मार्गमा कतिको हिँड्नु भएको छ? साँझ बिहान कहिले कहिले चाहिँ हिँड्छु सर, पैदल यात्रामा चाहिँ हिँड्छु म। भनेपछि यस्तो चाहिँ हामी देशमा बसिरहेका छौँ जहाँ चाहिँ जसले आफ्नो निजी सवारी साधन किन्न सक्नुहुन्छ उहाँ चाहिँ निजी सवारी साधन प्रयोग गर्दै रमाइरहनु भएको छ। र त्यही हिसाबले चाहिँ हाम्रो यातायात प्रणाली विकास भएको छ। त्यही भएर म के भन्ने गर्छु भन्दा हाम्रो सहरहरू मानव मैत्री सहर भएनन्, होइन? तर तपाईँ र म अहिले यहाँ हिँड्यौँ भने पनि हजुर फुटपाथमा गफ गरेर मजाले हिँड्ने खालको फुटपाथहरू धेरै कम छन्। हजुर। साइकल चलाउन हामीलाई रहर लाग्छ भने पनि हामी सुरक्षित ठान्दैनौँ। त्यो कसरी प्रुभ हुन्छ भन्दा हामी हाम्रो बच्चालाई साइकल किनिदिन्छौँ र एउटा कम्पाउन्डभित्र चलाउन दिन्छौँ, तर सडकमा नलैजा भन्छौँ, होइन? र सार्वजनिक यातायात के हो त भन्दा हामी के सोध्छौँ भन्दा यो चाहिँ निमुखा जनताहरूले प्रयोग गर्ने माध्यम हो जुन चाहिँ सुरक्षित छैन, विश्वसनीय छैन र भरपर्दो छैन भन्ने जुन सोच छ, त्यो किन तपाईँमा पलायो भन्दा यो त तपाईँ जन्मिँदा त तपाईँलाई थाहा थिएन। तपाईँलाई त्यही समाजमा तपाईँले जे देख्नुभयो, जे भोग्नुभयो, तपाईँलाई जे भन्यो त्यसले गर्दा नै तपाईँले चाहिँ सार्वजनिक यातायात ठिक छैन भन्ने सोच गर्नुभयो। तपाईँले चढ्नु नै भएको छैन भने तपाईँलाई राम्रो छ, समयमा पुग्छ पुग्दैन पनि तपाईँलाई थाहा छैन। तर यो समाजले के बनायो भन्दाखेरि वेल अफ एउटा चाहिँ सोसाइटीमा अलिकति आफ्नो चाहिँ स्ट्याटस बनाउनको लागि निजी सवारी साधनमा यात्रा गर्नुपर्छ। सार्वजनिक यातायात चाहिँ फोहोर छ, विश्वसनीय छैन, भरपर्दो छैन, सुरक्षित छैन भन्ने कुरा हरेक मानिसको चाहिँ मानसपटलमा भरिदिएको छ, होइन? त्यही भएर सार्वजनिक यातायातको सुधार गर्नको लागि कुनै राज्यमा शासन गर्ने शासकहरूले कहिले पनि त्यसको चाहिँ बुझेनन्, होइन? तर बरु हेर्नुहुन्छ भनेदेखि अब हामी त लोकतन्त्र गणतन्त्रमा रमाइरहेका छौँ। योभन्दा राम्रो शासन प्रणाली त हुँदैन जस्तो लाग्छ। तर हाम्रो अब यसलाई अलिकति हामीले चाहिँ जस्तै छलफलमा ल्याउनु पर्दाखेरि हाम्रो ट्रली बस हजुर कहिले सुरु भयो भन्दाखेरि त जतिखेर चाहिँ राजतन्त्र थियो, होइन? हेटौँडा काठमाडौँ चाहिँ तपाईँको त्यो रोपवेबाट सामान ओसार पसार गर्ने त्यो पनि राजतन्त्र भएकै बेलामा थियो। तर पहिला हेर्नु हो भनेदेखि हाम्रो सार्वजनिक यातायातहरू मर्सिडिज बेन्ज हुन्थे जुन जर्मनीबाट आउँथ्यो, होइन?
त्यो क्वालिटी थियो क्या। यो चाहिँ 45-46 सालतिरको अनुभव सेयर गर्नु पर्यो भने हैन। तर आज के हो त भन्दा त्योबाट हामी फड्को मार्नुपर्ने ठाउँमा हैन आज चाहिँ हामी झन् पछाडि गइराखेको छौँ, जसले गर्दाखेरि हामी चाहिँ आज निजी सवारी साधन विलासता नभइकन एउटा बाध्यता जस्तो पनि एउटा चाहिँ त्यो समाज हामीले बनाएका छौँ। यसै गरी सर अब यो सार्वजनिक यातायातलाई चाहिँ कसरी चाहिँ यो जनतामुखी अथवा जो मान्छेहरू चाहिँ धेरै चाहिँ टु व्हिलरहरू युज गर्नुहुन्छ, दुई पाङ्ग्रेहरू युज गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ कसरी इन्करेज गर्न सकिन्छ सार्वजनिक यातायातको लागि चाहिँ कसरी उहाँहरूलाई चाहिँ त्यो प्रति आकर्षित गर्न सकिन्छ? त्यसको उत्तर मैले दिनभन्दा तपाईँले मलाई भन्नुहोस् कि तपाईँ के भयो भने चाहिँ मोटरसाइकल छोडेर सार्वजनिक बसमा चढ्नु? अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि सर, जब कि एउटा चाहिँ स्पेसिफिक ठाउँ होस् बस चढ्नको लागि, एउटा टाइमिङको कुरा होस्, यो टाइममा चाहिँ यहाँ पुग्छौँ भन्ने खालको होस्, र छुट्टै एउटा चाहिँ सार्वजनिक यातायातको लागि छुट्टै लेन आवश्यक हो कि जस्तो लाग्छ मलाई चाहिँ। त्यो भयो भने चाहिँ समयमै पुग्न सक्यो भने चाहिँ अलि धेरै यसको चाहिँ हामीले पनि युज गर्न सक्छौँ कि जस्तो लाग्छ सर मलाई चाहिँ। हो, तपाईँले त्यही उत्तर दिनुभयो। तपाईँलाई के हो त भन्दा समय तालिका चाहियो। तपाईँलाई चाहिँ 24 घण्टा सार्वजनिक यातायातको उपलब्धता हुनु पर्यो। सार्वजनिक यातायातलाई चाहिँ प्राथमिकता दिनु पर्यो सडकमा। हजुर, सर्वसुलभ हुनु पर्यो, सुरक्षित हुनु पर्यो। त्यो भयो भने तपाईँले प्रयोग गर्नुहुन्छ होइन। हजुर। आज म चाहिँ के सोच्छु भन्दा तपाईँले मलाई अहिले म तपाईँलाई राइड दिन्छु, तपाईँलाई म मोटरसाइकल पछाडि जानुहोस् भन्नुभयो भने म जाँदिनँ। म चाहिँ सार्वजनिक बस पाइन्छ कि पाइँदैन भनेर खोज्छु। किनभने मलाई चाहिँ के लाग्छ भन्दा सार्वजनिक यातायात सार्वजनिक बस तपाईँको मोटरसाइकलभन्दा धेरै सुरक्षित छ। हो पनि नि होइन। होइन, म कहिलेकाहीँ राइड सेयरिङ गर्नु पर्दाखेरि म यति डराइ मोटरसाइकल चढ्छु होइन। मलाई त्यति डर लाग्यो, बरु म हिँड्छु, दौडिन्छु, सार्वजनिक बस चढ्छु। तर मलाई यो दुई पाङ्ग्रे सवारी साधन चढ्नलाई एकदमै डर लाग्छ, त्यो पनि विशेष गरेर काठमाडौँमा होइन र हाइवेमा पनि होइन। त्यही भएर आज चाहिँ सबैजना हामी बाध्यतामा चाहिँ निजी सवारी साधन किनिरहेका छौँ भनिरहँदाखेरि अब जोसँग चाहिँ किन्ने क्षमता छ, एउटा रहरले निजी सवारी साधन किन्ने पनि त एउटा वर्ग छ होइन। एकदमै फरारीदेखि BMW मर्सिडिजसम्म किन्ने पनि त हाम्रो त त्यो जमात पनि छ होइन। त्यो उहाँहरूको इच्छा अनुसारले चढ्न पाउनु पनि पर्छ। तर अधिकांश जनतालाई चाहिँ एउटा चाहिँ सर्वसुलभ हिसाबले चाहिँ व्यवस्थित सार्वजनिक यातायात चाहिँ एउटा विकल्पको रूपमा दिनु पर्यो क्या। मोटरसाइकल चलिरहेछ भने तपाईँले विकल्प नपाएर चाहिँ चढिरहनु भएको हो। मलाई त के लाग्छ आज म त के सोच्छु भने यति असुरक्षित छ कि मोटरसाइकल, तपाईँ यहाँबाट घर पनि पुग्दाखेरि पनि के होला यार मोटरसाइकल, त्यति जोखिम लाग्छ मलाई। अब खास गरेर तपाईँले झन् काठमाडौँको चौडा सडकमा अझ बिहान सबेरै अझ साँझमा जतिखेर चाहिँ सडक सुनसान हुन्छ, बाटो खाली हुन्छ, त्यतिखेर के हो त भन्दा अटोमेटिकल्ली तपाईँले चाहिँ एक्सिलेटर दाबेर चाहिँ तपाईँको दुर्घटना हुन्छ होइन। तपाईँले तथ्याङ्क हेर्नु हो भने पनि बिहान सबेरै र साँझको समयमा कम दुर्घटना हुन्छ। तर साँझको र सबेरैको दुर्घटना चाहिँ एकदम सिभियर हुन्छ। हजुर, किनभने त्यतिखेर चाहिँ बाटो खाली हुन्छ, सवारी कम हुन्छ, त्यतिखेर चाहिँ हाई स्पिड हुन्छ। त्यही भएर दुर्घटना हुँदाखेरि सख्त घाइते हुने र मृत्यु हुने सम्भावना चाहिँ ज्यादा हुन्छ होइन। त्यही भएर त्यति जोखिम चाहिँ मोलेर चाहिँ आज मानिसहरूले चाहिँ मोटरसाइकल चलाइरहनु भएको छ। अहिले हाम्रो भनौँ न करिबन 60 लाख चाहिँ सवारी साधन दर्ता भएको छ, त्यस 80% त मोटरसाइकल मात्र हो है। डेटामा त है धेरै अगाडि 48 लाखको चाहिँ मोटरसाइकल चाहिँ यहाँ दर्ता भएको छन् होइन। भनेपछि यति धेरै मोटरसाइकल चल्छ, यति धेरै मोटरसाइकलमा दुर्घटना हुन्छ, यति धेरै मोटरसाइकलको मान्छेको चाहिँ घाइते हुनुहुन्छ, यति धेरै मृत्यु हुन्छ भनेपछि यो किन हो मान्छे मोटरसाइकल चलिरहेको छ अथवा चार पाङ्ग्रे चढिरहेको छ भन्दाखेरि विकल्पको रूपमा व्यवस्थित सार्वजनिक यातायात नभएरै हो। जस्तो सर म आफै चाहिँ म बेङ्गलोर पढ्थेँ, त्यति बेला चाहिँ कस्तो थियो भन्दा त्यहाँ चाहिँ भने एउटा पास लिएर दिनभरि चाहिँ त्यो बसमा चढ्न पाइन्थ्यो, सार्वजनिक यातायात प्रयोग गर्न पाइन्थ्यो। त्यो हुँदाखेरि चाहिँ कस्तो नि एउटा चाहिँ मूल्य पनि कम लाग्यो
जस्तो अब एउटा सिटीबाट अर्को एउटा सिटीभित्र चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि चाहिँ त्यही पासले काम गर्यो मलाई। त्यो 40 रुपियाँ आइसी पर्थ्यो समथिङ त्यति बेला। त्यस्तो चाहिँ नेपालमा चाहिँ लागू गर्न सकिन्छ कि सक्दिँदैन होला सर, त्यो कार्ड सिस्टम के दिनभरिको पासको लागि चाहिँ। अब हेर्नुहोस्, कोट जर्मनीमा पनि लाउँछ, अमेरिकामा पनि लाउँछ, इन्डियामा पनि लाउँछ, तपाईँले पनि लगाइरहनु भएको होइन। चिकन तन्दुरी इन्डियामा पनि खान्छन्, अमेरिकामा खान्छ, नेपालीले पनि खान्छ भनेपछि हरेक चिज त्यहाँ जे हुन्छ हामी गर्न सक्ने। अनि यस्ता चाहिँ तपाईँको इयरली कार्ड, मन्थली कार्ड, विकली कार्ड, डे कार्ड चाहिँ सार्वजनिक यातायातमा प्रयोग गर्न नसकिने भन्ने त हुँदैन होइन। के चिज रोकिएको छ सर यो चाहिँ? अब सोचले हाम्रो चाहिँ के छ भन्दा, सोच भनेको यातायात प्रणाली चाहिँ एउटा माथिल्लो वर्ग अथवा शासक वर्ग जो छौँ उहाँले योजना बनाउनुहुन्छ। उहाँले योजना बनाएर चाहिँ उहाँले चाहिँ निर्माण उहाँकै मातहतमा हुन्छ। हजुर। र कस्तो खालको बनाइएको छ भन्दाखेरि चाहिँ सवारी मैत्री बनाइएको छ कि होइन। हामी चाहिँ सडकलाई चाहिँ हामीले चाहिँ सवारी मैत्री बनायौँ क्या, हामीले चाहिँ मानव मैत्री बनाएनौँ। मानव मैत्री बनाइन्थ्यो भने के हुन्थ्यो भन्दा चौडा फुटपाथ हुन्थ्यो, साइकल लेन हुन्थ्यो, त्यसपछि सार्वजनिक यातायातको व्यवस्थापन हुन्थ्यो। तर अब मान्छेहरूलाई कति मूर्ख बनाइएको छ। तपाईँ एउटा प्रश्नको उत्तर दिनु, ग्वारकोको ओभरपास किन बनायो अथवा कलङ्कीको अन्डरपास किन बनायो? त्यहाँको चाहिँ यो ट्राफिक व्यवस्था अलिकति सहज बनाउनलाई, अलि चाहिँ जाम कम गर्नको लागि भन्ने सुनिन्थ्यो सर, त्यही हो मैले थाहा भएको चाहिँ। त्यसले त्यो कसलाई सुविधा दियो भन्दा त्यो त सवारी साधन प्रयोगकर्तालाई हो नि त। हो जसले चाहिँ लाखौँ लाएर चाहिँ सवारी किन्न सक्छ, किनेको छ, उसको सुव्यवस्थाको लागि चाहिँ अन्डरपास, ओभरपास, फ्लाइओभर, सडक चौडा बनाएको हो नि त। त्यहाँ तपाईँको साइकल लेन राखिएको छ ओभरपास अन्डरपासमा? छैन, केही पनि छैन। सुरक्षित क्रसिङ अथवा त्यहाँ चाहिँ पैदल मार्ग राखिएको छ, राखेको छैन नि त, क्लियर छ एकदम। भनेपछि हाम्रो सडक त एकदमै धनी वर्गको लागि लक्षित गरेर बनाइएको हो नि त। त्यही भएर हाम्रो मानव मैत्री सहर चाहिँ बन्न सकेन। त्यही भएर तपाईँको फुटपाथ बनाउनुपर्छ, साइकल लेन बनाउनुपर्छ, सार्वजनिक यातायातको व्यवस्थापन गर्नुपर्छ भन्ने त्यो सोचै हामीकोमा आएन क्या। जस्तै सर अब हाम्रो देशमा चाहिँ सबै प्रधानमन्त्रीहरूले आफ्नो कार्यकाल सकिँदै गर्दाखेरि चाहिँ मैले यति बाटो पिच गरेँ, अथवा चाहिँ चुनाव आउनुभन्दा अगाडि चाहिँ आफ्नो घोषणा पत्रमा यति बाटो चाहिँ कालोपत्रे गरिन्छ भन्नुहुन्छ, मोनोरेल अथवा पानी जहाजको पनि कुरा गर्नुहुन्छ। तर हजुरले भने जस्तै यो सडक मैत्री, मानव मैत्री सडक बन्न चाहिँ खासै कुनै पनि पार्टीहरूको चाहिँ त्यस्तो खालको सुनिएको हुँदैन। यसमा चाहिँ के उहाँहरूले चाहिँ यसमा चाहिँ तपाईँहरू जस्तो विज्ञहरूसँग कहिले सल्लाह सुझाव चाहिँ लिने गर्नु भएको छैन सर? भन्नुहुन्छ अलिअलि देऊ भनेर, तर राजनीतिज्ञको मुख्य उहाँहरूले चाहनुहुन्छ के भन्दा जनतालाई मूर्ख बनाउने हो नि त। जनतालाई फुटपाथ बनाउँछु नि यो पार्टीले त नाथे फुटपाथ बनाउँदो रहेछ भन्छ, भोट दिँदैन होइन। त्यही भएर अर्को आउँछ, म मेट्रो रेल पाउँछ 2 वर्षमा, वा यस्तो पो हो त पार्टी, मेट्रो चढाउनेलाई पो भोट दिने भन्ने हुन्छ नि त होइन। त्यही त भनेपछि त हाम्रो राजनीति भने नेपालमा मात्र, विदेशमा हुनुहोस् नेपालमा हुनुहोस्, राजनीति गर्ने मान्छेले त जनतालाई मूर्ख बनाइराखेको न हो। केही चाहिँ अपवाद बाहेक त होइन, अपवाद बाहेक त मूर्ख। अब मूर्ख कसरी बनाउनु भन्दा, म साइकल लेन बनाउँछु भने चुनाव जितिँदैन, फुटपाथ बनाउँछु त जम्मा फुटपाथ बनाउने एकदम, अन्त हामीले छान्नु पर्ने। हामी त मेट्रो बनाउनलाई दिन्छौँ नि त भोट, त मेट्रो रेल बनाउनलाई दिन्छौँ होइन, फ्लाइओभर बनाउनलाई भोट दिन्छौँ भन्ने हुन्छ एकदम। हो, जनताले के चाहेछ त्यो बोलिराखेको हो क्या राजनीतिज्ञले, र जनताले पनि चाहिँ गलत चाहिएको के भन्ने छुट्याउन नसक्दाखेरिको यो आजको समस्या हो नि। हो एकदमै यस्तै छ। अब सर अब हाम्रो सडक त सीमित छ, हाम्रो सडकको चौडाइ त सीमित छ, यसमा चाहिँ यो साइकल लेनलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ सर? यही चौडाइमा चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ? अब यस्तो हो, अब हाम्रो सोचमा पहिले परिवर्तन गर्नुपर्छ भन्छु होइन। हजुर। अब तपाईँ उदाहरण म तपाईँलाई एउटा दिन्छु, रमाइलो हिसाबले कुरा गरौँ न होइन। जब हामी केटाकेटी थियौँ, आज 43 वर्ष भएँ, म 11-12 वर्ष हुँदाखेरिको म कुरा गर्दैछु, रिकल गर्दैछु। सिन्धुलीको एउटा होटेलको म रिकल गर्दैछु।
त्यतिखेर जाँदाखेरि चिया खाने भनेपछि एउटै मात्र चिया हुन्थ्यो, दुधको चिया चिनी हालेको। एकदमै आज म त्यही होटलमा जान्छु, त्यहाँ के हुन्छ, एउटाले भन्छ दुध हालेको चिया चिनी सहित भन्छ होइन, अर्कोले दुध हालेको चिनी बाहेक भन्छ होइन, एउटाले भन्छ रङ कडा भन्छ, अर्कोले रङ कम भन्छ, अर्कोले कालो चिया भन्छ, अर्कोले कालो चिया विथ चिनी सहित भन्छ, अर्कोले कालो चिया विदाउट चिनी भन्छ। भनेपछि हेर्नु न, अनि टी साथी एकदम चोइसेस भयो। 30 वर्षको अन्तरालमा के भयो त भन्दा मान्छेको चाहिँ माग कति परिवर्तन भयो त होइन। हिजोको दिनमा तपाईँ कालो चिया को खान चाहन्थ्यो, आज मान्छे त कालो चिया खान थाल्यो नि त। अब हिजो चाहिँ तपाईँको जसरी भयो नि निजी सवारी साधन चढ्नुपर्ने मान्छेहरूले आज चाहिँ ओहो यसले त हुँदो रहेछ, यसले स्वास्थ्य बिगार्दो रहेछ भने हिँड्न थालेको छ, साइकल चलाउन थालेको छ नि त होइन। त्यही भएर जसरी चाहिँ समाज परिवर्तन भयो, हामीले हाम्रो विकासलाई पनि त्यसरी नै परिवर्तन गर्नुपर्ने थियो नि त। हिजो हाम्रो पुर्खाहरू हिँड्नुहुन्थ्यो, हिँड्न गाह्रो भयो भनेर हामीले चाहिँ सडक बनायौँ, सवारी बनायौँ। आज चाहिँ तपाईँ फेरि सडक र सवारी बनाएर हामी यति अल्छी भयौँ कि हामी त रोग पाल्न थाल्यौँ। अब त हामी फिजिकल एक्सर्साइजको लागि हिँड्नु पऱ्यो, साइकल चलाउन लाग्यो भनेपछि त अब त साइकल लेन बनाउनु पऱ्यो, चौडा फुटपाथ बनाउनु पऱ्यो, अपाङ्गता भएको चाहिँ व्यक्तिको हिँडुलको लागि पूर्वाधार बनाउनु पऱ्यो होइन, वृद्धको लागि होइन, आँखा कम देख्ने अथवा नेत्रविहीन व्यक्तिको लागि पनि त पूर्वाधार बनाउनु पऱ्यो नि त। मानिस भने त सबै यही हो नि त, सबै मान्छे फिट एन्ड फाइन छैन नि त, कोचको कुनै दुर्बलता छ, कुनैको के छ भनेर सबैलाई हुने खालको चाहिँ हामीले चाहिँ पूर्वाधार बनाउनु पऱ्यो नि त। हो अब त्यो सोच्ने बेला चाहिँ कहिले हो, अब हामी मेट्रोको सपना नदेखाऊ क्या, हिँड्नलाई चौडा फुटपाथ बनाऊ र डिजाइन गर्दा के गरौँ भन्दा जति तपाईँले सडक सीमित भन्नुभयो, सडक सीमित होइन कि हाम्रो चाहिँ ल्यान्ड चाहिँ सीमित हो क्या होइन, ल्यान्ड सीमित हो होइन। अब त्यो जति पनि हामीसँग उपलब्ध छ जमिन, सीमित जमिन सडकको लागि, त्यसमा के गर्ने भन्दा पहिलो फुटपाथ हाल्ने, त्यसपछि साइकल लेन हाल्ने, त्यसपछि सार्वजनिक यातायातलाई बाटो बनाउने, अनि मात्र बाटो रह्यो भने अरू निजी सवारी साधनको लागि चाहिँ लेन थप्ने हो क्या। किन त्यो गर्दा बेठिक हुँदैन भन्दा मान्छेलाई त अल्टरनेटिभ दिएको छ नि त, हिँड अथवा साइकल चढ अथवा सार्वजनिक यातायातले तर गन्तव्यमा समयमा पुर्याइदिन्छ भनेपछि त निजी सवारी साधन नकुट्दा पनि त भएको हो नि त। अहिले भर्खर मैले पनि कुरा गरिरहेको थिएँ, जस्तै हाँडी गाउँमा पनि कार फ्री डे भनेर प्र्याक्टिसिङ भएछ, मान्छेले कति इन्जोय गरिरहेको होइन। अहिले ललितपुरमा पनि तपाईँको चाहिँ यो कार फ्री चाहिँ गल्लीहरू चाहिँ प्र्याक्टिस गर्नको लागि अहिले चाहिँ एउटा ट्रायल जस्तो गरिरहेको चाहिँ म सोध्छु। धेरैपल्ट भने जस्तै हाम्रो भनौँ न यो काठमाडौँको दरबार स्क्वायर एरिया भयो, ठमेल एरिया भयो, त्यहाँ चाहिँ भेहिकल फ्री जोन बनाइदिने हो भनेदेखि त्यहाँ कति मान्छेहरू हिँड्थ्यो होला। अझ मैले त के सोध्छु भन्दा जस्तै कुनै बिदाको दिन जस्तो शनिबार 3 कुनेदेखि तपाईँको चाहिँ 3 कुनेबाट माइती घरसम्म जुन 8 लेन छ, त्यो चाहिँ कार फ्री डे भनेर एक दिन शनिबार प्र्याक्टिस गर्नु, सारा संसारका बच्चादेखि वृद्धसम्म सब आउने, रमाइलो गर्ने, खेल्ने, डुल्ने, हाँस्ने, कति रमाइलो। महिनापछि एक दिन मात्रै त्यस्तो भयो नि हुन्थ्यो बरु। अब त हामी त्यतातिर लाग्नु पर्यो क्या। अब यो खालि यो कन्क्रिटको चाहिँ यो जमिनैभरि कन्क्रिट बिछ्याएर चौडाभन्दा चौडा सडक बनाएर हामी कहीँ पुग्नेवाला छ। एकदमै अब सबैजना चाहिँ अब हाम्रो त पैदल यात्री त्यस्तो मुखी सडक पनि छैन, अब फुटपाथ पनि त्यस्तो राम्रो छैन। यसले गर्दा दुर्घटना चाहिँ यो कारणले गर्दा चाहिँ कतिको बढिराखेको छ सर अहिले चाहिँ? अब हेर्नुहोस्, हाम्रो सडक पनि सवारी मैत्री सडक बने होइन। अब यहाँ तर के हो त भन्दा तपाईँ सवारीमा मात्र यात्रा गरेर तपाईँको जीवन चल्दैन सर, बिल्कुल चल्दैन। तपाईँ त अहिले मोटरसाइकल चलायो भने पार्किङ गरेर हिँड्नै पर्यो। एकदमै घरभित्र लग्नुहुन्छ, तर बिहान दुध किन्न जानु पर्यो, तरकारी किन्न जानु हिँड्नु त पर्छ नि एकदमै होइन। तपाईँ एरोप्लेनमा उड्नुहोस्, एयरपोर्टबाट चाहिँ गन्तव्यसम्म त सडकै प्रयोग गरियो पर्छ होइन। रेल पनि भन्नु लिकबाट आउँछ, स्टेसनमा रहन्छ, त्यहाँबाट गन्तव्यसम्म त सडकै प्रयोग गर्नु पर्यो। अनि सडकको अर्को विकल्प छैन। त्यही भएर हामीले सुरक्षित सडक बनाउनको लागि त के हो त भन्दा कसलाई सुरक्षित बनाउनु पर्छ भन्दा जो चाहिँ बढी जोखिममा छ। बढी जोखिममा को छ भन्दा
पैदल यात्री छ, एकदम वृद्ध हुनुहुन्छ, अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ, आँखा कम देख्ने अथवा नेत्रविहीन व्यक्तिहरू हुनुहुन्छ, त्यसपछि साइकल यात्री हुनुहुन्छ, त्यसपछि मोटरसाइकल यात्री हुनुहुन्छ। उहाँलाई सुरक्षा दिनको लागि हामीले के बनाएको छौँ? केही पनि बनाएको छैन नि त। त्यही भएर हाम्रो सडक भनेको पूर्ण रूपमा असुरक्षित सडक हामीले बनाएको छौँ। हाम्रो फोकस भनेको के हो त भन्दा निजी सवारी साधन जति सक्दो बढी किनोस्, राज्यलाई राजस्व आओस् र उनीहरूलाई चाहिँ जाम कम बस्नु पर्यो भने बढी सवारी बिग्छ भन्ने जसरी हामीले चाहिँ हाम्रो सडकलाई चाहिँ निर्माण गऱ्यौँ क्या। र म आफूलाई पनि एउटा चाहिँ आश्चर्य पनि लाग्छ। मैले कसैको कुरा काट्न पनि खोजेको होइन, तर जस्तै अब काठमाडौँ महानगरपालिकामा झन्डै 3.5 वर्ष अगाडि चाहिँ एकदमै प्राविधिक इन्जिनियर होइन र युवा चाहिँ मेयर आउनुभयो। उहाँबाट त हामीले के अपेक्षा गरिएको थियो भन्दाखेरि उहाँले त मानव मैत्री सडक बनाउनुहुन्छ हो भन्ने जुन हाम्रो सोच थियो, हजुर, त्यसमा त उहाँले हाजी काम गरेको पनि देखिएन होइन। भनेपछि यस्तो चाहिँ सोच भएको मान्छेले चाहिँ गर्नु पर्यो र जन्मेदेखिको त्यो पोजिसनमा पुग्नेसम्म निजी सवारी साधन मात्र प्रयोग गरेको व्यक्तिले परिवर्तन गर्न नसक्ने हो कि जस्तो पनि लाग्नु थाल्यो क्या मलाई चाहिँ। एकदमै होइन, हो नि सत्य। जस्तो तपाईँलाई सार्वजनिक यातायातको पीडा थाहा हुनु पर्यो क्या। तपाईँले त आज अहिले हामीले कुरो तपाईँलाई एजम्सन मात्र गरिरहनु भएको छ क्या। त्यो पीडा मैले चाहिँ त्यो पीडा कसरी चाहिँ देखिरहेको छु भन्दा जस्तो म 47 सालदेखि सिन्धुलीबाट काठमाडौँ आएर पढ्न थाल्छु है। अब जाडो महिनामा छुट्टीमा घर गइन्थ्यो, फर्केर आउँदाखेरि सार्वजनिक बसमा आइन्थ्यो। कहिले त्यो सार्वजनिक बसको चाहिँ झ्याल फुट्या हुने, कहिले पुरा नलाग्ने होइन। त्यो चिसो हावा आउँदाखेरि कति गाह्रो हुन्थ्यो। अनि फेरि यो गाडी पल्टेला ठोकेला त्रिशुलीमा चाहिँ झर्ला भने कति डर हुन्थ्यो। हाम्रो त कति ठाउँमा उकालोमा हामी त उत्रिन्थ्यौँ, त्यो गाडी माथि पुग्थ्यो अनि फेरि हामी चढेर अनि यात्रा गर्नु पर्थ्यो कि। हो त्यो सार्वजनिक यातायातको जुन दुःख जुन पीडा भएको छु त्यो त मलाई त्यहीँदेखि लाग्थ्यो यो त सुधार हुनुपर्ने रहेछ नि त। जस्तो सर अब यो अहिले चाहिँ सहरकै सडकको अवस्था चाहिँ यस्तो छ भने चाहिँ हाम्रो ग्रामीण सडकहरूको यातायात र सडकको अवस्था चाहिँ कस्तो छ सर? अब जुन कुरा हामीले गल्ती सहरमा गऱ्यौँ आज हामी गाउँमा पनि त्यही गर्दैछौँ। हजुर होइन, गाउँमा भनौँ न तपाईँको हाइवे भने हुन्छ, हाइवे भने हुन्छ एकपट्टि दुवैपट्टि बस्ती छ होइन। त्यहाँ फुटपाथ पनि हुँदैन, छैन, साइकल लेन पनि हुँदैन। अब त्यो त हाइवे होइन नि। अब परिभाषा त राजमार्ग भनेर गरियो, तर त्यो राजमार्ग हो त? राजमार्ग भयो त राजमार्गमा त मान्छेको इन्ट्री नै हुन मिल्दैन नि त। हो नि, त्यहाँ गाडी मात्र चल्ने हो नि त राजमार्ग। तर हाम्रो हरेक राजमार्गको के हो त भन्दा दायाँपट्टि र बायाँपट्टि घर छन् बस्ती छन् भनेपछि त्यहाँ त अनिवार्य रूपमा पैदल यात्रा गर्ने त सयौँ हजारौँका मान्छे हुन्छन्। हो भनेपछि खोइ त हामीले त्यसलाई त सबै सहरी सडकको संरचनामा ढाल्नुपर्ने हो त। हामीले सबैतिर चाहिँ एकदमै गलत परिभाषा चाहिँ गरेर हाम्रो बिग्रेको हो क्या हरेक हाइवे। तर हाइवेमा यति बस्ती छ, दायाँ बायाँ सबै बस्ती छ, तर मानव मैत्री हामीले चाहिँ त्यो सडक बनाउनै सकेनौँ क्या। त्यही भएर हामीले काठमाडौँमा नसिकेका चिज अन्त पनि त्यही गल्ती हामी दोहोऱ्याउँदैछौँ। सर तपाईँको उसमा चाहिँ के लाग्छ हजुरलाई चाहिँ यो हाम्रो ग्रामीण सडकहरूलाई पनि मानव मैत्री चाहिँ कसरी बनाउन सकिन्छ होला त सर? अब मानव मैत्री सडक भनेको अहिले पनि मैले भने जहाँ चाहिँ अपाङ्गता भएको व्यक्तिले चाहिँ सुरक्षित र व्यवस्थित रूपले चाहिँ यात्रा गर्न सक्नुहुन्छ होइन। वृद्धाले होइन, नेत्रविहीन व्यक्तिले चाहिँ सुरक्षित र व्यवस्थित रूपले यात्रा गर्न सक्नुहुन्छ, बालकले यात्रा गर्न सक्छ, पैदल यात्री सुरक्षित हुन्छन्, साइकल यात्री सुरक्षित हुन्छन् र सार्वजनिक यातायातको उपलब्धता हुन्छ भने हाम्रो ग्रामीण सडक पनि चाहिँ मानव मैत्री हुन्छन् क्या होइन। खालि हामी मानव मैत्री भनेर चाहिँ चौडा सडक भन्यो, मानव मैत्री भनेर चाहिँ परिभाषित गर्ने भएर बिग्रेको हो। जनताले पनि त्यही बुझ्छन्। जनतालाई पनि चुनावमा हामीले तेरोमा चाहिँ चौडा सडक बनाइदिएको छ जसरी भोट माग्ने बेलामै त्यही हुन्छ, फुटपाथ बनाइदिएको छन्। यो जम्मा फुटपाथ बनाएको अनि भोट पाउँछ जस्तो होइन पाउने अवस्थाले गर्दाखेरि चाहिँ अलिकति हामीले जनतालाई पनि
सचेत गराउनु पर्ने चाहिँ छ। फुटपाथको महत्त्व के हो भनेर बुझाउनु पर्ने छ। साइकल लेनको महत्त्व के हो भन्ने कुरा बुझाउनु पर्ने छ। अझै तपाईँलाई म एउटा उदाहरण दिन्छु। अब अहिले जो रहरले साइकल चढ्छन् होइन, उहाँहरू चाहिँ के हो त भन्दा गियरवाला साइकल, हेलमेट लगाएर अनेक चाहिँ साइकलहरू चाहिँ त्यो सबै गियर लगाएर चलाउनुहुन्छ उहाँहरू मनोरञ्जनको। अनि उहाँले माग गर्नुहुन्छ साइकल लेनको। साइकल चढ्ने त अर्को वर्ग छ, जो चाहिँ हरेक दिन काममा जानुहुन्छ, जो गियर नभएको साइकल चढ्नुहुन्छ, जसले चाहिँ हेलमेट लाउनुहुन्न, उहाँहरू हो नि त रियल साइकलमा चाहिँ भरपर समुदाय होइन। उहाँले त साइकल लेनको आवाज उठाउनु नि हुन्न, उहाँको आवाज कसैले पनि सुनिँदैन। तर हामीले त त्यो वर्गलाई हेरेर साइकल लेन बनाउने हो क्या। जस्तै सर यो अब हाम्रो सहरी सडकहरू जति विस्तार भए पनि अथवा सार्वजनिक यातायातको चाहिँ उपभोग जति बढे पनि हाम्रो ट्राफिक व्यवस्थापनमा चाहिँ खासै त्यस्तो फरक परेको जस्तो लाग्दैन। ट्राफिक चाहिँ बढ्दो छ सर। यसलाई ट्राफिक यो सहरी क्षेत्रको ट्राफिकलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ होला सर? अब हेर्नुहोस्, अब यसमा पनि हाम्रो सोचाइ गलत छ। हरेक चिज हाम्रो सोचाइ के छ भन्दाखेरि ट्राफिक जाम भयो भने सडक चौडा गरौँ, फ्लाइओभर पास बनाऊ भन्ने जो गलत चाहिँ हाम्रो सोचले आज हाम्रो चाहिँ बिग्रिरहेको अवस्था हो। हजुर। अब सडक चौडा गऱ्यो भने के हुन्छ भन्दा सडक चौडा गर्नु भनेको नयाँ सवारी साधनलाई चाहिँ निमन्त्रणा दिनु हो क्या। एकदमै। अनि अब जस्तै हामीले देखेकै छौँ त होइन, हिजोको दिनमा हाम्रो चक्रपथ, काठमाडौँको चक्रपथ 2 लेन थियो, जाम भयो। आज हामी 10 लेन बनायो, त्यो पनि जामै छ होइन। हिजो भक्तपुर जाने सडक जाम भयो भनेर जापान सरकारको सहयोगमा 6 लेन सडक भने आज त्यही पनि जाम छ भनेपछि चौडा सडक त सोल्युसन होइन भन्ने कुरो त हामीले बुझिसक्यौँ। तर अझ पनि बुझ पचाइरहेछौँ। अझ पनि कहीँ यसो सडक चौडा गर्न अथवा ओभरपास बनाउन सक्छौँ, फ्लाइओभर बनाउन सक्छौँ भनेर सोचेको छौँ। हामीले सोच्नुपर्ने के हो त भन्दा हामीले सडकमा सवारी सङ्ख्या कसरी कम गर्ने सोच्ने हो। सवारी सङ्ख्या कम गर्न के हो त भन्दा धेरैभन्दा धेरै मानिस निजी सवारी साधन छोडेर हिँड्नु पर्यो। हजुर। अथवा साइकल प्रयोग गर्नु पर्यो अथवा सार्वजनिक यातायातमा हिँड्नु पर्यो। तपाईँलाई एउटा उदाहरण दिन्छु। आज साझा यातायातको चाहिँ तपाईँको 54 सिटर बस होइन त। ल त्यसमा 54 सिटर बसमा ल अर्को चाहिँ तपाईँको 26 जना उभिनु सक्नुहुन्छ आनन्दले उभिनु। सार्वजनिक यातायात 80 कोचमा भएन, तर मान्छे आफू खुसी चलाउन उभिन चाहँदाखेरि उभिन पाउँछ। यो संसारभरि नै हो। न्युयोर्कमा जानुभयो भने पनि मेट्रो कोचा गरेर मान्छे चढेर हुन्छ। 54 र 26 तपाईँ 80 छैन होइन। अब एउटा 4 पाङ्ग्रेमा एभरेजमा 2 जना चढ्छन् भन्यो भने पनि एउटा 54 सिटर बसले तपाईँको चाहिँ 40 वटा 4 पाङ्ग्रे चाहिँ निजी सवारी साधन विस्थापित गर्छ। 40 वटा सवारी साधन चाहिँ एउटा बसले कम गराउँछ भने त त्यस्ता ठुला बस धेरै चलायो भने त यहाँ त धेरै चाहिँ निजी कारहरू विस्थापित हुन्छ भने त हाम्रो सवारी सङ्ख्या कम भइहाल्छ, ट्राफिक जाम कम भइहाल्छ। हो, त्यो सोच विकास गर्नु पर्यो क्या। अब यही कुरा भयो मैले अब 2010 देखि 26, 15, 16 भयो बुझाउनु खोजेको, कसैले बुझ्नै हो। अब देशमा अब भयो भने चाहिँ 1-1.5 महिना पश्चात चुनाव पनि हुने अवस्था छ सर। अब यो सँगसँगै हजुरले चाहिँ यो देशको नीति निर्माताहरूलाई चाहिँ यो सार्वजनिक यातायातको लागि चाहिँ यहाँबाट दिन मिल्ने केही सुझावहरू दिन सक्नुहुन्छ सर? केही छ त्यस्तो दिनुपर्ने? अनि अब त म भन्छु जनतालाई पनि म के आह्वान गर्छु भन्दा जसले चाहिँ मानव मैत्री सहर बनाउँछु, त्यो भने फुटपाथ, साइकल लेन, सार्वजनिक यातायातको व्यवस्थापन गर्छु भनेर आफ्नो घोषणा पत्र लेख्दैन भने त्यस्ता पार्टीलाई बोयकट गरिदिनु, त्यस्तालाई भोटै नदिने। त्यसले तपाईँको लागि केही पनि गर्दैन। आजको दिनमा जसले पैदल मार्ग, साइकल लेन र सार्वजनिक यातायात, सडक सुरक्षाको कुरा गर्दैन र मेट्रोको कुरा गर्छ, त्यो सरासर 100% त्यो झुट हो। त्यस्तालाई तपाईँले भोटै हाल्नु हुँदैन। तपाईँको आधारभूत तपाईँको यात्रा गर्ने अधिकार सुरक्षित गर्नुपर्छ। आधारभूत यात्रा गर्ने सुरक्षाको चाहिँ तपाईँको ग्यारेन्टी दिने भनेको फुटपाथ हो, साइकल लेन हो, सार्वजनिक यातायात, अरू केही पनि होइन होइन। त्यसै सार्वजनिक यातायातको कुरा गर्दाखेरि हामीले चाहिँ मालवाहक गाडीको पनि व्यवस्थापनको कुरा गर्नुपर्छ। ढुवानीका गाडीहरू, किनभने हामी त आयात गर्ने देश हो होइन। र आयात गर्नलाई हामीलाई ढुवानीको लागि पनि एउटा व्यवस्थित र ढुवानीका सार्वजनिक यातायातका जति पनि कर्मचारी सञ्चालकहरू छन् उहाँलाई मर्यादित बनाउनु पर्ने छ।
भनेपछि अब जस्तै ढुवानीको चाहिँ तपाईँको चालकहरू चाहिँ तपाईँको गाडी एकछिन पार्किङ गरेर टोयलेट जाने ठाउँ छैन होइन छैन हो। यस्ता साना साना कुरामा परिवर्तन ल्यायो भने देश बन्ने हो क्या। हामी खालि मेट्रोको कुरा एकदमै गरेर ठुलो ठुलो चाहिँ मात्रै सपना मात्रै छ सर देखेर हाम्रो बिग्रेको हो क्या। हो जस्तो सर अब जति सडक चौडा भए पनि हाम्रो चाहिँ यो सहरी एरियामा चाहिँ सडक दुर्घटना पनि बढ्दो छ सर। पछिल्लो समयको हेर्दाखेरि चाहिँ अझ त्यसमा पनि चाहिँ दुई पाङ्ग्रे सवारी साधनहरूको चाहिँ दुर्घटनामा धेरै परेको देखिन्छ। यसलाई चाहिँ कसरी मिनिमाइज गर्न सकिन्छ सर? अहिले विश्व स्वास्थ्य सङ्गठन यो WHO को तथ्याङ्क हेर्ने हो भनेदेखि वार्षिक रूपमा नेपालमा 8,500 को मृत्यु हुन्छ र 1 लाखभन्दा बढी चाहिँ सडक दुर्घटनाबाट घाइते हुन्छ भनिन्छ। जबकि नेपालको तथ्याङ्कले त्यसलाई मान्दैन। नेपालको तथ्याङ्कले चाहिँ वार्षिक 3,000 जति मान्छेको चाहिँ सडक दुर्घटनाबाट मृत्यु हुन्छ भन्छ। अब 8,500 होस् अथवा 3,000 होस् यो ठुलो सङ्ख्या हो, एकदमै ठुलो हो एकदमै ठुलो सङ्ख्या हो। त्यसको आधी त मोटरसाइकल चालकै हो, मोटरसाइकल यात्री नै हो भनेपछि एकदमै जोखिम हो। अब मोटरसाइकलको अध्ययनले के देखाएको छ भन्दाखेरि मोटरसाइकल दुर्घटना पर्दाखेरि चाहिँ त्यो मोटरसाइकलमा यात्रा गर्नेको मृत्यु हुने सम्भावना 80% हुन्छ भने सवारी साधन चाहिँ दुर्घटना पर्दा मृत्यु हुने सम्भावना 20% मात्र हुन्छ भनेपछि यही तथ्याङ्कले यही स्ट्याटिस्टिकले पनि के भन्छ भन्दा मोटरसाइकल चाहिँ एकदमै असुरक्षित सवारी साधन हो। मोटरसाइकल तपाईँले गएर ठक्कर दिनुभयो भने पनि त्यो मोटरसाइकल नै लड्छ। अरूले आएर मोटरसाइकललाई ठक्कर दियो भने मोटरसाइकल नै लड्छ क्या हो। यो आफ्नो प्रकृति नै त्यस्तो हो। त्यही भएर मोटरसाइकल चालक चाहिँ थप सुरक्षित आफै जिम्मेवार हुनुपर्ने हो। अब जिम्मेवार हुँदा हुँदै पनि अब यो चाहिँ यसको बनावट र यसको प्रकृतिले नै चाहिँ के हो त भन्दा बढी दुर्घटनामा पर्छ र दुर्घटना हुँदाखेरि मृत्यु हुने अथवा सख्त घाइते हुने प्रोबेबिलिटी सम्भावना चाहिँ एकदमै बेसी हुन्छ होइन। अब यी बाहेक पनि अब सार्वजनिक सवारी साधन पनि त्यति नै चाहिँ हाम्रो दुर्घटना भइरहेको हुन्छ। हिजो कि अस्ति भर्खर नै यो हेटौँडाबाट काठमाडौँ आउने एउटा जिप दुर्घटना भएर 7 जनाको मृत्यु भएको थियो। हिजो राति पनि यो दर्सिङ पौवामा 4-5 जनाको मृत्यु भयो यी काठमाडौँ नजिकै भन्ने छ होइन। भनेपछि यस्ता दुर्घटनाहरू हामी बारम्बार सुन्छौँ। अब नेपालकै तथ्याङ्क हेर्ने भने हरेक दिन एभरेजमा 7 देखि 8 जना मान्छे घरबाट निस्केको मान्छे घर फर्किनुहुन्न क्या। त्यति खाली लाग्दा हाम्रो सडक दुर्घटना हुन्छ। त्यो के कारण भन्दा अहिले पनि मैले भने हामीले मानव मैत्री सडक बनाउन सक्दैनौँ। कति सवारीले चाहिँ मोटरसाइकललाई ठक्कर दिएर, पैदल यात्रीलाई ठक्कर दिएर, साइकल यात्रीलाई ठक्कर दिएर मृत्यु भइरहेको हुन्छ। कति सार्वजनिक यातायात चाहिँ दुर्घटना भएर मृत्यु भइरहेको हुन्छ है। अब निजी सवारी साधनको हकमा चाहिँ कम दुर्घटना भइरहेको छ 4-5 निजी सवारी साधनमा चाहिँ। किनभने त्यो मान्छे चाहिँ एउटा आफैले चलाउँछ, त्यो सिप नभए उसले चलाउँदैन, गाडी कन्डिसनमा राख्छ किनभने उसको ज्यानको सुरक्षित छ। र यो पैसा हुने वर्गले चाहिँ त्यो सवारी साधन चलाउने भएर उसले चाहिँ कन्डिसनमा पनि राख्छ होइन। जस्तो मै गाडी चलाइराखेको छु भने म झुपु निन्द्रा लाग्यो भने त्यही पार गरेर सुत्छु म चलाऊ। तर सार्वजनिक यातायातको चालकलाई त त्यो सुविधा छैन होइन। ऊ त निन्द्रा लागे पनि थकाइ लागे पनि बिचमा गयो भने सवार बलले चलाउनु पर्ने स्थिति छ भने त उसको त जागिरै जाने स्थिति छ भनेपछि यस्ता कारणहरूले चाहिँ हाम्रो धेरै दुर्घटनाहरू भइरहेको छ। साना साना कारणहरूले पनि दुर्घटना भइरहेको छ होइन। त्यस्तै अब सडक पनि हाम्रो पूर्ण रूपमा सुरक्षित छैन होइन। अब कडाली राजमार्ग भन्छौँ होइन, हामी त्यसलाई मृत्यु मार्ग पनि भन्छौँ बाहिरको इन्जिनियरहरू आएर हेऱ्यो भनेदेखि होइन। काठमाडौँकै सडक हेर्नु हो भने पनि के अरे पिच रोड छ, चौडा छ, तर सुरक्षित त छैन। किनभने तपाईँको एभ्री 300 मिटर 500 मिटरमा त मान्छे बाटो काटिरहेको हुन्छन् होइन। त्यो कति जोखिम छ होइन। त्यही साइकल चलिरहेको हुन्छ, ट्राफिक लाइट चलिरहेको हुँदैन होइन। गाडी कन्डिसनमा नभएको गाडी चाहिँ बखरेल्ती चलिरहेको हुन्छ भने चाहिँ न सहरका चाहिँ न सहरको यातायात न चाहिँ ग्रामीण भेगको यातायात सबैतिर हामी असुरक्षित यात्रा गर्न बाध्य छौँ। जस्तो सर अब अहिले चाहिँ अब यो इलेक्ट्रिक भेहिकल विद्युतीय गाडीहरूको नि बढ्दो प्रयोगमा आएको छ। जस्तो सार्वजनिक यातायातमा नि हामीले चाहिँ इभी गाडीहरू देखेका छौँ। अब यो एक थरीले चाहिँ हामीले
लेम्यान भएर सुन्दाखेरि चाहिँ कस्तो छ एक थरीले के छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ इभी गाडी एकदम राम्रो छ ठिक छ भन्नुहुन्छ। कोहीले चाहिँ आज इभीमा भोलि टिभीमा भन्ने खालको मजाक पनि गर्नुहुन्छ कि यो सार्वजनिक यातायातमा इलेक्ट्रिक भेहिकलको महत्त्व कति छ सर? अनि यस्तो हो, अब इलेक्ट्रिक भेहिकल र आइसी जुन इन्टरनल कम्बसन भन्छ जुन डिजल पेट्रोलको गाडी छ यो सवारी साधन त्यही हो, खालि चाहिँ तपाईँको कुन इन्धन प्रयोग गर्ने भन्ने हो मुख्य कुरा हामीले त्यो बुझ्नु पर्यो होइन। अब इभी भनेपछि एकदमै लग्जरी गाडी एकदमै हाइफाई इभी र अर्को डिजल पेट्रोलको चाहिँ यो परम्परागत भयो भन्ने सोचाइ होइन। फरक के हो भन्ने कुरा राम्रोसँगले बुझ्नुपर्छ। अब यो सवारी साधन त्यही हो हजुर। अब कुनमा अब सेफ्टी कम्पोनेन्टहरू राखिएको छ त्यो महत्त्वपूर्ण हुन्छ। तर इभी गाडी र अर्को गाडीमा फरक भनेको चाहिँ कुन इन्धन प्रयोग गर्यो नि हो है। अब इभी गाडी चाहिँ इन्जिनियरिङको हिसाबले कम कम्प्लेक्स इन्जिनियरिङ हुन्छ भने डिजल पेट्रोल गाडी चाहिँ इन्जिनियरिङ चाहिँ त्यसको अलिक कम्प्लेक्स हुन्छ। किनभने डिजल पेट्रोल गाडीको त डिजल पेट्रोल बलेर होइन त्यो इनर्जीले चाहिँ गाडीलाई पुस गर्ने भनेपछि विद्युतीय सवारी साधन चाहिँ हामीले ब्याट्री चार्ज गर्छौँ मोबाइल चार्ज गरे जस्तै त्यही चार्ज गरेको फोर्सले चाहिँ गाडीलाई धकेलिराखेको हुन्छ भनेपछि इलेक्ट्रिक गाडी चाहिँ एकदमै सिम्पल इन्जिनियरिङमा चलिराखेको चाहिँ हुन्छ होइन। र अब त्यो हिसाबले इभी गाडी असुरक्षित हुनुपर्ने केही पनि कारण छैन होइन। र फरक के हो भन्दा इभी गाडी चाहिँ पूर्ण रूपमा अटो गाडी हो, अटोमेटिक गाडी हो, यसमा चाहिँ गियर हुँदैन होइन। अहिले हाम्रो अधिकांश जति पनि चालकहरू हुनुहुन्छ धेरै त गियरवाला गाडी हो होइन, म्यानुअल गाडी नै सिक्नु भएको हो। त्यो म्यानुअल गाडीमा चाहिँ के हुन्छ भन्दा तपाईँ स्पिड कम गर्दाखेरि तपाईँले गियरबाट पनि कम गर्न सक्नुहुन्छ र ब्रेकबाट पनि कम गर्न सक्नुहुन्छ। तर इभी गाडीमा चाहिँ के हो त भन्दा ब्रेक मात्र हुन्छ होइन, ब्रेक मात्र हुने भयो है। त्यही भएर चाहिँ एक्सिलेटर र ब्रेक मात्र हुन्छ यसमा होइन। भनेपछि त्यो एउटा इलेक्ट्रिक गाडीको त्यो अटोमेटिक गाडीमा अभ्यस्त नहुँदाखेरि अवस्थामा चाहिँ इभी गाडी दुर्घटना हुने सम्भावना बढ्छ। र अब इभी गाडी आफैमा एकदमै इफिसियन्ट गाडी हो क्या। तपाईँ एक्सिलेटर गाडी त्यो एकदमै इफिसियन्ट गाडी हो, एकदमै पावरफुल गाडी हो होइन। त्यही भएर यसले चाहिँ एकदमै हाई स्पिड लिइहाल्छ, तपाईँले चाहिँ कन्ट्रोल गर्नु भएन भने। र अब हाई स्पिडमा गएपछि तपाईँले चाहिँ गियरबाट स्पिड कन्ट्रोल गर्न सक्नुहुन्न, ब्रेकबाट मात्र गर्दाखेरि चाहिँ तपाईँको हाई स्पिडमा जाँदाखेरि चाहिँ ब्रेक लाए पनि त्यो ठ्याक्क रोकिन चाहिँ टाइम लाग्छ। त्यसले गर्दाखेरि तपाईँको दुर्घटना भइरहेको हुन्छ। फेरि अब नेपालमा दुर्घटना हुँदाखेरि त हामीसँग त यो रोड सेफ्टी ब्यारियर यो जुन स्टिलको अथवा जाली एकदमै कम छन् सडकमा। त्यही भएर 500 मिटर होइन 1000 मिटरसम्म तल गएर दुर्घटना भइरहेको चाहिँ मेन के छ इभी गाडी चाहिँ अनुभव, चालकको अनुभव, इभी गाडी चलाउने अनुभव कम भएर चाहिँ दुर्घटना भयो। अरू हिसाबले चाहिँ इभी गाडीमा दुर्घटना हुनुपर्ने कुनै कारण छैन। जस्तो सर यो सहर केन्द्रित सार्वजनिक यातायातमा चाहिँ अलिअलि इभी गाडीको प्रयोग भएको देखिन्छ र मान्छेहरू चाहिँ त्यो गाडी चल्न चाहिँ लालायत भएको देखिन्छ क्या सर। देन चाहिँ यो डिजेल पेट्रोलबाट चलेका गाडीहरू भन्दा त्यो इभी गाडी सफा भएर हो अथवा के कारणले हो मलाई त्यो चाहिँ थाहा छैन। तर मान्छे चाहिँ त्यो निलो बस चाहिँ चल्न पाए हुन्थ्यो त्यो इभी होला भन्ने हुनुहुन्छ कि। त्यसले गर्दाखेरि चाहिँ त्यस्तो माग हुँदाखेरिको अवस्थामा चाहिँ हामी सार्वजनिक यातायातमा काठमाडौँको क्षेत्रमा चाहिँ यो इभी गाडीको प्रयोग कसरी बढाउन सक्छौँ सर सार्वजनिक यातायातमा चाहिँ? अब हाम्रोमा अब इभी भनेपछि एउटा अलिकति यो हाइक पनि लिएर आयो इभी भन्ने भयो। हुन पनि इभी गाडीमा अहिले पनि मैले पनि अब इन्जिनमा त्यति धेरै लगानी गर्नु परेन। कहाँ लगानी भयो भन्दा यसको लुक्स र यसको लग्जरी र सेफ्टी कम्पोनेन्टमा चाहिँ बढी लगानी भयो होइन। त्यसले गर्दाखेरि एउटा मान्छेले देख्दा पनि इभी गाडी त खत्रै देख्छ त होइन, त्यो पनि एउटा कारण हो। र अर्को मान्छेलाई अब नयाँ चिज त्यसमा चढ्न रहर पनि लाग्यो, त्यही भएर इभी गाडी खोजिरहेको हुन्छ। र मान्छेले पनि के बुझ्यो भन्दाखेरि इभी भनेको वातावरण मैत्री सवारी हो, हामीले प्रयोग गर्नुपर्छ, यसले वातावरणलाई पनि राम्रो गर्छ भन्ने पनि भयो। र अर्को कुरा चाहिँ म चाहिँ के भन्छु भने हामी नेपालमा त डिजेल पेट्रोल त हामी आयातै गर्ने हो।
होइन। तर हामीसँग विद्युत त यहीँ उत्पादन हुन्छ र उत्पादन हुने प्रचुर सम्भावना पनि छ। त्यही भएर अरू देश गए पनि नगए पनि हामी चाहिँ इभीमा जानुपर्छ भन्छु र हामी गइ पनि राखेका छौँ होइन। अब आज हामीमा धेरैभन्दा धेरै सार्वजनिक बसहरू चाहिँ इभी हुन्थे, तर किन भइराखेको छैन भन्दा इभी ठुलो बस चाहिँ एउटा किन्नेले चाहिँ डिजलको चाहिँ त्यतै 2टा 3टा आउने भइदियो क्या, त्यति महँगो पर्यो। त्यति महँगो भयो क्या इभी बस चाहिँ। त्यही भएर नभए अहिले त अपरेसन कस्ट त एकदमै इभीको चाहिँ एकदमै कम नै छ एकदमै कम छ नि हजुर होइन। एकदमै अझ त आज तपाईँ एउटा नर्मल पेट्रोल गाडी हजुर चलाउनु भयो भने पर किलोमिटर 20 रुपियाँ जति लाग्छ भने यो इलेक्ट्रिक गाडी चलाउँदाखेरि पर किलोमिटर 1देखि 1.5 रुपियाँ लाग्छ। जस्तो ट्याक्सीहरूमा पनि बढ्दो देखिन्छ कि सर, इभी ट्याक्सीहरू चाहिँ मान्छेले पनि त्यही खोजिरहेको देखिन्छ कि देन पहिलेको ट्याक्सीहरू भन्दा। कारण त्यही नै होला सायद। सञ्चालन कस्ट त भने नि यो तपाईँले मैले निजी मेरो सवारी साधन लिएर हिँडेँ भने 1 किलोमिटर चलाउँदा 20 रुपियाँ तिर्नुपर्छ भने त्यही अर्कोले इभी चलाएछ भने 1देखि 1.5 रुपियाँमा चाहिँ उसले 1 किलोमिटर चढ्छ क्या। भने त्यति सस्तो छ क्या यी विद्युतीय सवारी साधन। त्यही भएर हामी त विद्युतीय सवारी साधनमा जानै पर्छ। अब तर यसका पछिका नकारात्मक विषयहरू अथवा यसका चुनौतीहरू पनि हामीले साथसाथै चाहिँ व्यवस्थापन गर्दै जानुपर्ने, त्यो हामीले गर्दैनौँ। फेरि हामी स्वभावले नै त्यस्तै छौँ होइन। पछि चाहिँ अब ब्याट्रीको के गर्ने त होइन। भोलि ब्याट्री चाहिँ आज पनि नआएछ, आज केही नभए पनि तपाईँको नेपालभरि 60-70 हजार विद्युतीय सवारी साधन गुड्छन्। तिनीहरूका त यति जङ्क ब्याट्री आयो भने अब बोल्न त जुन देशबाट ल्यायो त्यही देशमा फर्काएर रिसाइकल गर्ने भनेको छ। मलाई त्यो सम्भव जस्तो पनि लाग्दैन। हाम्रो त्यहाँ फर्काउने पोलिसी के हो, त्यो प्रक्रिया के हो, फेरि त्यहाँ बनाएर ल्याउने प्रक्रिया के हो, भन्सार कसले तिर्छ, कसरी जाँच हुन्छ, पुरानो ब्याट्री कसरी आउँछ, यो त हामीले सोचेकै छैन। भनेपछि त यस्तै तालो भने त 10 वर्षमा त हाम्रो त डम्पिङ साइडमा त यो ब्याट्री मात्र हुने पनि त्यतातिर खासै ध्यान पुगेको जस्तो त लाग्दैन सर। गर्दै गर्दैनौँ नि, हाम्रो पछाडि आउँछ, पछि थुप्रो भएपछि हो के गर्ने भन्ने चाहिँ आउँछ। त्यही भएर त्यसलाई पनि अहिले अब त्यसको लागि चाहिँ मैले देखेको चाहिँ रिसाइक्लिङ प्लान्टमा इन्भेस्टमेन्ट गर्नुपर्छ। अहिलेसम्म भएको छ कि छैन सर? छैन, त्यस्तो चाहिँ सुनेको छैन, देखेको पनि छैन। अब यसमा चाहिँ एउटा नेपाल राज्यले रिसाइक्लिङ प्लान्टमा चाहिँ ठुलो लगानी गर्नुपर्छ। अब हाम्रो फोकस त विद्युतीय सवारी साधन नेपालमै प्रमोट गरिरहेको सरकारले आफै एसेम्बल गर्न सकिन्छ अथवा उत्पादन गर्न सकिन्छ अनि जोड छ। अब अहिले रिसाइकल प्लान्ट खोल्नुपर्छ भने त्यता त सोचै छैन। रिसाइकल प्लान्ट भएन भने त उयो चाहिँ यो बियरका बोतल र कोकका बोतलले भरेका जस्ता चाहिँ कुनै ठाउँ भरिन्छ, त्यसरी नै ब्याट्रीले भरिदिनु पनि नजिकै छ। तर ब्याट्रीको फेरि रिस्क हुन्छ। ब्याट्री भने समय पड्किन सक्छ। त्यो ब्याट्रीमा एसिड युज भएको एसिड युज हुन्छ, त्यो एसिड चाहिँ तपाईँको पानीमा जान सक्छ। त्यो भने पानी प्रदूषण हुन्छ। त्यही चाहिँ तपाईँको कृषिजन्य चाहिँ जमिनमा गयो भने त्यसलाई पनि बाँझो बनाउँछ, त्यसको नि प्रोडक्टिभिटी कम गराउँछ। एकदमै धेरै जोखिम छ नि। त्यतातिर त हामी प्रवेशै गरेको छौँ। भनेपछि त यो त अनटच टपिकमा परिरहेको छ। टपिकमा 2-4जनाले कुरा गर्छन्। अहिले कसैले सुन्यो भने यो मान्छे बेगुप रहेछ, यो इभी पो चढ्नुपर्छ, अहिले समस्या भन्छ। यो नेपालीले समस्या भन्दा अरू केही बुझेको छैन भनेर उसले हामी गाली दिन्छ होइन। एकदमै त्यही भएर हामी पछाडि परेको कारणै त्यो हो। जो मान्छे प्रष्ट बोल्छ त्यो मान्छे चाहिँ बेगुप भयो। जो मान्छे होइन यो ब्याट्री त हामी चाइनाबाट ल्याएको गाडी, चाइनामै कन्ट्र्याक्टमा छ, चाइनामै पठाउँछौँ, त्यसपछि ल्याएर फेरि प्रयोग गर्छौँ भने चाहिँ हो। यो त यो विद्वान भने त यस्तो हो नि। जस्तो त्यही चाहिँ गाडी कम्पनीले नै त्यसको व्यवस्थापनमा सरकारले त्यतातिर ध्यान दिन सक्दैन सर। जस्तो चाहिँ हाम्रो चाहिँ कस्तो छ भने सबै काम चाहिँ सरकारले गरिदियोस् मात्रै भन्ने हुन्छ। जस्तो गाडी ल्याउँदैमा व्यवस्थापन पछिको व्यवस्थापन त्यही चाहिँ सम्बन्धित कम्पनीले गरिदियो भने त अझै सजिलो हुन्थ्यो होला। त्यही नियम ल्याउनु पर्थ्यो। जसले गाडी बेचिरहेछ ब्याट्री रिसाइकल गर्ने पनि उसैको जिम्मा हो भनेर चाहिँ त्यो नियम ल्यायो भने त उनीहरूले गरिहाल्थे नि। अब भोलि रिसाइकल गर्दा फाइदा हुने भने त फेरि सबै निजी क्षेत्रले रिसाइकल प्लान्ट खोलिहाल्छन् नि। समस्या चाहिँ के छ सर यसमा? समस्या होइन सोचको अहिले पनि मैले भने नि हामी कसरी सोध्छौँ भनेको क्या। हामी पहिल्यै चुनौतीलाई बुझेर त्यसको समाधान गर्न जाँदैनौँ कि चुनौती आएपछि बल गर्ने भन्छौँ त्यहाँ होइन। एकदम पूर्व तयारी भएन, कहिले पनि भएन। अब अस्ति तपाईँले देख्नु भने हेटौँडा बजारमा अब हेर्नु अहिले त्यो घरहरू आखिरमा निजी मान्छेको घर भत्कायो त्यो त राज्यकै सम्पत्ति होइन। भनेपछि यो कुरा चाहिँ
पछि आउँछ भन्ने कुरा पहिल्यै हामीले परिकल्पना गरे भए त यो कुरा वेल प्लानिङ भएको भए त्यो घर बनाउन कसले चाहिँ अनुमति दियो त्यतिखेर चाहिँ भत्काउनु पर्थ्यो नि त हो त। अनि भाव बिचरा त्यत्रो सम्पत्ति नष्ट भएको छ त्यहाँ। अहिले यो समस्या यहाँ चाहिँ यो समस्या तपाईँले जानु भने अरू ठाउँमा पनि छ सिन्धुलीमा हाइवे बनिरहेको छ त्यहाँ पनि त्यस्तै प्रब्लम हुन्छ नेपालको प्राय हाइवेमा अबको केही वर्षमा देखिने समस्या यही जतासुकै यही नै हो यता- सर मलाई त। अनि कहीँ सिक्दैनौँ फेरि हो अनि एउटा आउँछ घर भत्काउँछ आखिरमा घर भत्काउँदा जसको भत्किन्छ त्यसले राज्यलाई गाली गर्छ राज्यले यसले विरोध गर्यो भने त त्यो मान्छेलाई गाली गर्छ आएर गाली देशले देशलाई नै गाली गरेर त कहीँ पुग्ने होइन त्यही भएर हामी दीर्घकालीन समस्याको समाधान खोज्दैनौँ त्यो त हाइवे भनेर हामीले डिफाइन गरिसकेपछि हामी त क्लियर छ त हाइवे भनेको मिड पोइन्टबाट एकपट्टि 25 मिटर अर्कोपट्टि 25 मिटर नगरपालिकाको 6 मिटर 12 मिटर भनेपछि कति भयो त 62 मिटर त क्लियर छ त अब त्यहाँ किन नक्सा पास गर्न दिने अथवा त्यहाँ बनायो भने किन नभत्काइने त्यही बेलामा अनि बनाउन दिने पक्का घर बनाउन दिने अनि पछि भत्काउने अहिले त अब बाटो खन्नु छ त्यो साइडमा घर त हुनै पर्यो हाम्रो नेपालमा त्यस्तो चलिरहेको छ काठमाडौँमा पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि घर भत्काएन त्यही नियति फेरि हेटौडामा भोलि सिन्धुलीमा हुन्छ भोलि अर्को ठाउँमा हुन्छ भोलि अर्को ठाउँ जतासुकै हाम्रो नेपालको प्राय मुख्य सहरहरूको अवस्था नि त्यस्तै छ हो त्यही हो अहिले इभीको ब्याट्री प्रयोग गरिसकेपछि रिसाइकल कसरी गर्ने डिस्पोजल प्लान के हो भन्ने कुरो थाहा छैन नर्मली संसारभरि प्रयोग भएको ब्याट्री डिस्पोजल गर्न पाइँदैन भन्ने नियम छ हजुर रियुजै गर्नुपर्छ भन्ने छ अब रियुज पनि कहिलेसम्म गर्ने हो कतिसम्म गर्ने हो एक न एक दिन त फ्याल्नै पर्ला त भनेपछि त ठुलो चुनौती होला जस्तो छ त सर हुन्छ अहिले पछि आउँछ 15-20 केही समय त लाग्छ भर्खर त बेरसम्म मान्छे ढुक्क होइन त्यही हो हाम्रो पछि सोच्ने भएर न नेपाल यस्तो नभए यस्तो नेपाल जस्तो देश अविकसित हुनुपर्ने त कुनै कारणै छैन नि हामी त के छैन होइन प्रकृतिले यति दिएको अरू त केही नगरे पनि हामीले त कृषि र पर्यटनलाई मात्र टेवा दिएर ऊर्जा उत्पादन गरे त हामी कहाँ पुग्थ्यौँ नि एकदम अहिले त अब टुरिस्टहरू देशमा आउँदा नि सबभन्दा त्यो उहाँहरूको लागि चाहिँ हास्यास्पद के हुन्छ लग्जरी भन्दा पनि यो चाहिँ के हुन्छ सार्वजनिक यतादेखि चाहिँ उहाँहरू हाँस्नुहुन्छ क्या विदेशबाट आउने मान्छेहरू भनेपछि हामी त त्यस्तो छ अवस्था हामीले त पर्यटन प्रबन्धन गर्नु भन्दा नि हाम्रो सार्वजनिक यातायातको चाहिँ बेइज्जत गर्न चाहिँ हाम्रो टुरिस्टहरू आइरहनु भएको जस्तो लाग्छ कि सर त्यो यो अवस्थामा चाहिँ अब यहाँ भन्नु न तपाईँ एउटा विदेशी आएर सार्वजनिक बस प्रयोग गर्न सक्छ न को केही इन्फर्मेसन छैन न बस नम्बर संसारमा बस नम्बर रुट नम्बर नभएको सार्वजनिक यातायात चल्ने चाहिँ नेपाल भएको क्या होला रुट नम्बर अनुसारले रुट प्लानिङ गरेको हुन्छ अब सबै आएको पर्यटक कन्फ्युजिङ छ धनी हुन्छन् भन्ने भएछ नि मै संसारको जुन कुनामा गए पनि सार्वजनिक यातायात खोज्छु भने म जर्मनहरू आयो भने त अभियसली सार्वजनिक यातायात खोज्छ होला नि व्यवस्थित भयो भने त हो होइन मान्छेलाई त पैसा खर्च गर्न कसलाई मन हुन्छ र जबरजस्ती त खर्च गराउने होइन बाध्यता छ हाम्रो देशमा बाध्यता गराएर त खर्च गरेर त उनीहरू खुसी हुँदैन नि कसैलाई अब एयरपोर्टबाट होटेलसम्म चाहिँ किन 1000 रुपियाँ तिर्ने किन 50 रुपियाँमा उनीहरू नपाउ नि बरु त्यो बाँकी भएको 950 त उनीहरूले अर्थ कुरा अरू लग्जरीमा युज हुन्छ त्यो त म आफैलाई के लाग्छ भने दुईटा कुरामा खर्च गऱ्यो भने एकदमै टेन्सन लाग्छ एउटा इन्टरनेट चलाउँदाखेरि पैसा तिर्नु पर्दा र अर्को चाहिँ ट्याक्सी चढ्नु पर्छ दुःख लाग्छ क्या होइन एकदम ट्याक्सीको ठाउँमा सार्वजनिक यातायात चढ्नु पर्यो र यो इन्टरनेट पनि अब फ्रीमा चलाउने बानी भइसक्यो एकछिन बाहिर हिँड्दा नचलाएर पनि फरक त पर्दैन एकदम त्यही भएर यस्तो कुराहरूमा चाहिँ हामीले ध्यान दिनु चाहिँ पर्छ क्या जस्तो हाम्रो चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ सार्वजनिक यातायात चढ्दा चाहिँ आफ्नो बेइज्जतै हुने हो कि होइन सबै खत्तमै म त केही पनि नभएको भन्ने हाम्रो धेरैजनाको हाम्रो नेपालीमा त्यस्तो खालको परिसकेको छ कि सर त्यसले गर्दाखेरि चाहिँ अब यो सार्वजनिक यातायातप्रति मोह बढाउनलाई चाहिँ सरकारले के कस्ता कदमहरू चाल्न चाहिँ सक्छ सर अब सार्वजनिक यातायात चाहिँ म आफूले एउटा मोडल विकास गरेको छु हजुर त्यो मोडल के हो भन्दाखेरि सार्वजनिक यातायातको चाहिँ व्यवस्थापन स्थानीय निकायले गर्नुपर्छ भन्छु म अरू देशमा पनि त्यही नै छ होइन अब मेट्रो बनायो भने सङ्घीय सरकार अथवा प्रादेशिक सरकारले हेरे हुन्छ तर अहिले हामीले विकास गर्ने भनेको त बस सेवा मात्र हो होइन
त्यो चाहिँ स्थानीय तहले गर्नुपर्छ भन्छ। स्थानीय तहमा हाम्रो 753वटा स्थानीय तह पालिकाहरू छन् र स्थानीय तहमा चाहिँ के हो त भन्दा क्लस्टर बनाउने हो क्या होइन। काहीँ 5वटा स्थानीय तह, काहीँ 15वटा, काहीँ 16वटा, काहीँ 12वटा। जस्तो अब बुझ्नको लागि एउटा उदाहरण लिउँ, काठमाडौँ उपत्यकामा 16वटा पालिका हो। त्यो 16वटा पालिकाहरू चाहिँ एउटा सार्वजनिक यातायात प्राधिकरण बनाउने र त्यो प्राधिकरणमा 51% सेयर राज्यले हाल्ने। त्यो चाहिँ सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार जसले हाले पनि भयो। र बाँकी भएको 49% 49% सेयर चाहिँ निजीबाट हाल्ने। जस्तो त्यो कम्पनीमा अहिले जति पनि काठमाडौँमा भएको सञ्चालकहरू छ उनीहरूको चाहिँ मूल्याङ्कन गर्ने र त्यो तिनीहरूको भएको बस, तिनीहरूको भएको सम्पत्ति, ह्युमन रिसोर्स सबै त्यही कम्पनीमा ल्याउने र मूल्याङ्कनको आधारमा त्यसमा सेयर दिने र नयाँ आउन चाहनेलाई पनि त्यसको सेयर दिने। त्यसपछि माग अनुसारको चाहिँ आपूर्ति गर्नलाई कति सवारी साधन चाहिन्छ त्यो निर्कुल गर्ने र अपुग्छ भने किन्ने होइन। र त्यसपछि के हो त भने एकीकृत योजना बनाउने, एकीकृत समय तालिका बनाउने, एकीकृत टिकटिङ सिस्टम बनाउने, एकीकृत रुट सिस्टम बनाउने र 24 घण्टा सार्वजनिक यातायात समय तालिकामा हिँड्ने हिसाबले हामीले सार्वजनिक यातायात चलायौँ भनेदेखि अहिले हामी बसबाटै धेरै सुधार चाहिँ हामी सार्वजनिक यातायातमा गर्न सक्छौँ। भोलिको दिनमा एउटा गाडीले 5 जना प्यासेन्जर बोके पनि 50 जना बोक्यो भने त्यसको जति पनि फेयर कलेक्सन हुन्छ, जति पनि शुल्क, भाडा दर, भाडा कलेक्सन हुन्छ त्यो एउटै बाकसमा जाने उसले समय तालिकामा हिँडाइहाल्छ। सेन्ट्रल कलेक्सन भइसक्यो, अटोमेटिकली सेन्ट्रल कलेक्सन हुन्छ होइन हो। त्यसको लागि चाहिँ यसरी स्थानीय निकायहरूले क्लस्टर बनाएर चाहिँ सार्वजनिक यातायात प्राधिकरण खडा गरेर सार्वजनिक यातायातलाई सार्वजनिक निजी साझेदारी, निजी क्षेत्र, राज्य क्षेत्रको लगानी र सहकार्यमा चलाउने हो भने सुधार भइहाल्छ। यसको लागि चाहिँ के नीतिगत कार्यहरू केही भएका छन् सर अहिलेसम्म? अब यसको चाहिँ सार्वजनिक सहरी विकास सार्वजनिक यातायात प्राधिकरण भनेर गठन भयो। त्यो चाहिँ काठमाडौँ केन्द्रित। अनि त्यसमा के पनि भनेको त भन्दा अरू स्थानीय तहले पनि यस्तो खालको प्राधिकरण बनाउन सक्ने भन्ने आयो। तर त्यो चाहिँ फङ्सनै हुन सकेन। त्यसमा धेरै कमी कमजोरी थियो, त्यसलाई लागू गर्नै सकेन है। त्यही भएर चाहिँ अलिकति हामी कानुनमा स्पष्टता हुनु पर्यो। त्योभन्दा बढी चाहिँ राज्यले सार्वजनिक यातायात सुधारको लागि ल यो मोडेलमा अगाडि बढिन्छ भन्ने कुरा चाहिँ दृढ सङ्कल्पको साथ जानु पर्यो। र अब आउने नयाँ सरकारले चाहिँ सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेर यो लागू गर्यो भनेदेखि हाम्रो यातायात प्रणाली चाहिँ सुधार हुन्छ। र अहिले हाम्रो यातायात प्रणाली चाहिँ सडकलाई चाहिँ केन्द्रबिन्दुमा राखेर अरू कुरा विकास गरे भएर बिग्रेको हो। भोलिको दिनमा चाहिँ सार्वजनिक यातायातलाई केन्द्रबिन्दुमा राखेर सडकहरू बनाउने हो भनेदेखि धेरै कुरा सल्भ भइहाल्छ। जस्तो सर अब हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ र जाँदै चाहिँ अबको हाम्रो देशको सार्वजनिक यातायात प्रणाली सुधारको लागि चाहिँ 1, 2, 3 राम्रोसँग के बुदागत रूपमा तपाईँ चाहिँ सरकारलाई चाहिँ के चाहिँ सुझाव दिन चाहनुहुन्छ सर? मैले भनिहालेँ, एउटा चाहिँ हामीले जुन सार्वजनिक यातायात प्राधिकरण भनेर 2079 सालमा लिएर आयौँ, हजुर, त्यसैलाई नै अमेन्डमेन्ट गर्ने र अमेन्डमेन्ट गरेर के हो त भन्दाखेरि हामीले चाहिँ 753वटा चाहिँ स्थानीय तहलाई चाहिँ क्लस्टर बनाउने। त्यो क्लस्टरमा चाहिँ हरेक क्लस्टरमा सार्वजनिक यातायात प्राधिकरण छुट्टै बनाउने र त्यसमा चाहिँ 51% सेयर राज्यले हाल्ने, 49% निजी क्षेत्रले हाल्ने। त्यसपछि एकीकृत योजना, एकीकृत समय तालिका, एकीकृत टिकटिङ सिस्टम, एकीकृत रुट सिस्टमको आधारमा 24 घण्टा चल्ने पूर्ण रूपमा डिजिटलाइज सिस्टमबाट हामीले सार्वजनिक यातायातको व्यवस्थापन गर्ने भन्ने सङ्कल्प लिएर त्यतातिर लाग्यौँ भनेदेखि हामीले 2 वर्षमा सार्वजनिक यातायातको मुहार पूर्ण रूपमा फेर्न सक्छौँ। अब यसको लागि चाहिँ सार्वजनिक यातायातमा प्यासन भएको, विज्ञता भएको, त्यो व्यवस्थापकीय क्षमता भएको व्यक्तिको नेतृत्व हुनुपर्छ। होइन भने चाहिँ तपाईँलाई जे कुरा लागू गर्न, सुधार गर्न चाहिँ नेपालमा कठिन छ। हस्, धन्यवाद सर हजुरको महत्त्वपूर्ण समयको लागि। र हामी दर्शकलाई पनि के भन्न चाहन्छौँ भने चाहिँ आशिष सर जतिको यातायात विज्ञहरूले यहाँ आएर यसरी कुरा राख्दाखेरि चाहिँ नीति निर्माता र आम सर्वसाधारणलाई पनि हाम्रो सार्वजनिक यातायात र हाम्रो ट्राफिक व्यवस्थापनमा कसरी काम भइरहेको छ भन्ने कुराको चाहिँ हजुरले एकदम राम्रोसँग कुरा राखिदिनु भयो। त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद सर।
धन्यवाद। अब सोच हामीले चाहिँ हिँड्ने मान्छे, साइकल चढ्ने मान्छे र सार्वजनिक यातायात चढ्ने मान्छे चाहिँ गरिब होइन, उनीहरू चाहिँ धनी हुन् र निजी सवारी साधन चढ्ने चाहिँ बरु तिनीहरू चाहिँ धनी होइनन् भन्ने कुरा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ। तपाईँले हेर्नुहोस्, यस्तो खालको सहर हुनुपर्छ जहाँ चाहिँ धनीले निजी सवारी साधन होइन कि सार्वजनिक यातायात चढ्नु, त्यो सहर चाहिँ धनी सहर हो क्या। हो त्यसरी सोच्नु पर्यो र भोलिको दिनमा त्यही सोचको साथ अगाडि बढ्नु पर्यो। अवश्य पनि हामी सार्वजनिक यातायातलाई व्यवस्थापन गऱ्यौँ भनेदेखि हाम्रो यातायात प्रणाली सुधार हुन्छ। यातायात भनेको विकासको प्राथमिक आधार हो क्या, होइन? तपाईँ एयरपोर्ट बनायो भने यातायात चाहियो, जलविद्युत आयोजना बनायो भने यातायात आयो, तपाईँ बिरामी भए पनि डक्टरकोमा जान यातायातै चाहियो, स्कुल जान पनि यातायातै चाहियो, कलेज जाने यातायात नै चाहियो, जागिर गर्ने यातायातै चाहियो, तपाईँ पारिवारिक भेटघाटमा पनि यातायातै चाहियो। यातायातै सुधार नभयो भने त देश सुधारै हुँदैन। र यातायात सुधार गर्नको लागि चाहिँ आधारभूत भनेको सार्वजनिक यातायातको सुधार हुनै पर्छ। यति कुरा जहिले हामी मनन गर्छौँ, त्यसपछि बल्ल नेपाल चाहिँ समृद्धको बाटोतिर लम्किन्छौँ। धन्यवाद। हस्, समयको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।